प्रधानमन्त्री बालेनले केपी ओलीको राष्ट्रघात किन लुकाउनु परेको हो? उजागर गरिदिए के हुन्छ? दर्शकबिन, संसदको रोस्टरमा उभिएर प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको सिमाना अतिक्रमण गरेको रहस्य म प्रधानमन्त्री भइसकेपछि जानकारी पाएँ बोल्नु भएको कुरा त यहाँहरूले सुन्नुभयो। के बोलेको भन्ने प्रश्न उठ्यो। तर यो प्रधानमन्त्री केपी ओली नै रहेको बेला गत वर्ष अथवा सन् 2025 को जुलाई महिनामा ठ्याक्कै 1 वर्ष बित्यो नि दर्शकबिन, एउटा बैठक बसेको रहेछ भारत र नेपालका विज्ञहरूको बैठक भनेर। त्यो बैठकले एउटा निष्कर्ष निकालेर दस्तावेजीकरण नै गरेको रहेछ। त्यो दस्तावेजीकरणमा नेपालले पनि भारतको भूभाग अतिक्रमण गरेको कुरा स्वीकार गरिएको छ। यो स्वीकार गरेको तथ्य प्रमाण जब प्रधानमन्त्री बालेन शाहले देख्नुभयो, उहाँलाई त आश्चर्य लाग्नु स्वाभाविक थियो। तर यही विषयलाई संसदको रोस्ट्रमबाट उहाँले उजागर गर्नु भएको रहेछ। त यसलाई संसदकै रोस्ट्रमबाट प्रधानमन्त्री बालेन शाहले केपी ओलीजी प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा गत वर्षको जुलाईमा यस्तो विषय दस्तावेजीकरण गरिएको मैले पाएँ भनेर मात्रै भनिदिएको भए उहाँमाथि लागिरहेको अहिले संसद भित्र जो विपक्षी राजनीतिक दलका नेताहरूले राष्ट्रघाती प्रधानमन्त्री बालेन शाह राजीनामा दे भनेर जो नारा लगाइरहेका छन्, यो नारा लगाउने अवसर कम से कम उनीहरूले पाउने थिएनन् कि? तर प्रधानमन्त्री बालेन शाहले केपी ओली लगायत पूर्ववर्ती सरकारहरूले गरेका राष्ट्रघात जन्य क्रियाकलापहरू खास गरेर सीमा विवाद सम्बन्धमा किन लुकाउनु परेको हो? यो प्रश्न गम्भीर रूपमा उठेको छ। उहाँले पक्कै पनि यी लुकाइएका दस्तावेजहरूलाई कुनै समयमा उजागर गर्नुहुनेछ, आशा गरौँ। हो, जो व्यक्ति नबुझिकन विरोध गर्नुहुन्छ नि, यो अङ्गल जतिको विज्ञता छैन होला, होइन? त्यही भएर हाम्रो कन्सेप्ट चाहिँ कस्तो हुन्छ भने आफूभन्दा एक स्टेप झोलेको छ त्यसकै कुरा सुनेर चाहिँ त्यसकै पछि लागि परेर गाली गर्ने गर्छ। त्यो खालको क्रियाकलाप चाहिँ नगर्नु होला के। किनकि कसैको क्रिटिसाइज गर्नुभन्दा अगाडि त्यो सम्बन्धी हामीलाई जेनरल नलेजहरू मजाले हुनुपर्छ के। त्यो नहुँदै एकैचोटि प्रहार गर्नु भनेको आफ्नो शक्ति आफैले दुरुपयोग गर्नु सरा हो के।